राम जी का झूम 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 नाच देखे भक्त हनुमान झूम झूम नाच देखे भक्त हनुमान भज करे ताल करे राम गुणगान भज करे ताल करे राम गुणगान भाई राम गुणगान रची राम गुणगान राम गुणगान रची राम गुणगान झूम 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 नाच देखे भक्त हनुमान श्याम रामचंद्र यसरी हनुमानजी महाराजले रावणको बगैँचा नष्ट गरिसक्नु भएको छ। अब रावणले आफ्नो कान्छो पुत्र अक्षय कुमारलाई यहाँ हनुमानजीसँग युद्ध गर्न पठाउँदैछ। अक्षय कुमार कताबाट आउने हो कुनै रावण कान्छो पुत्र अक्षय कुमार आउँदैछ। जय श्री राम। कहाँ छ यो बाँदर? कहाँ लुकेर बसेको छ? हेर त, यो मेरो बगैँचाको फलफुल त यसले सबै नष्ट गरेछ। कहाँ छ यो बाँदर? आज यो बाँदरलाई पक्रेर म लिएर जान्छु। यो बाँदर त मेरो यो बगैँचामा कसरी छिरो? कहाँबाट आएको होला यो बाँदर? केले खोज्दैछ यहाँ? यता केले खोज्दैछ मलाई? यो बाँदर कहाँ लुकेको छ? यसलाई हेर्नु पर्यो। अरे के हो यो? कता उम्क्यो फेरि? ए बाँदर कहाँ छस् त? आइज आइज। ए लुकेर बस्छस् मेरो बगैँचाको फलफुल नष्ट गरेर? आइज ए बाँदर, आइज 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 बाँदर। यहाँ रहेछ यो बाँदर। बल्ल भेटे मलाई। आइज आइज आइज। यो बाँदर त निकै शक्तिशाली छ जस्तो छ। आइज आइज बाँदर, आइज। यो बाँदरलाई पक्रेछु। आइज आइज बाँदर, आइज 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 आइज। यो बाँदर त निकै शक्तिशाली जस्तो छ। यो त कुनै सामान्य बाँदर होइन कि के हो? यो त निकै शक्तिशाली छ जस्तो छ। आइज 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 आइज।